हेलो सबलाई नमस्कार। म फेरि एउटा नयाँ टपिक लिएर आएको छु, कोको पाउडर, जसबाट तपाईँ चकलेट खानुहुन्छ। केही महिनादेखि गुलियो चकलेट तपाईँको बिटर भएको, अलिक तितो भएको छ, किनभने यसको भाउहरू धेरै बढेको छ। यसको भाउ बढ्ने कारणमा मैले पहिले मेरो लास्ट क्लिपमा पनि भनेको थिएँ, यसमा भएको कोको पाउडर जुन मेनली हाम्रो आइभरी कोस्ट र घानाबाट आउँछ, त्यसमा धेरै नै बढी रोग लागेर त्यो क्रपहरू ड्यामेज भएको थियो, जसले गर्दा अचानक त्यो क्रप नै 30% मा सिङ्क भएको, 100 किलो आउने ठाउँमा 30 किलो मात्रै प्रोडक्सन भएको। त्यसले गर्दा एउटा पुरै वर्ल्ड वाइड यसको सर्टेज भएको थियो। तर यो जियो पोलिटिक्स र धेरै लडाई सडाई पुरा वर्ल्डभरि भइराखेको हुनाले यसको रेटहरू बढ्दा बढ्दा धेरै बढ्यो। तर केही दिनदेखि अब थामिएको छ। यो थामिने कारण के छ भने निश्चित ठाउँमा पुगेपछि मान्छेले लिन अलिअलि कम गरे। त्यसपछि यो भएको छ कि अब आउने सेप्टेम्बर अक्टोबर पछि जुन नयाँ क्रप आउँछ, त्यो क्रपतिरमा अलिकति जुन कम भएको क्रप मेकअप हुन्छ, सायद 20-30% अझै बढी आउँदै जान्छ। यसले गर्दा के हुन्छ भने अलिकति दाम पनि घट्छ, बट दिस विल टेक डिसेम्बर 2025 पछि नै यसको एक्ज्याक्ट इम्प्याक्ट आउन थाल्छ। यसमा एउटा मात्रै कुरो के छ भने जुन हामीले अहिले चकलेट्सहरू खाइरहेछौँ, इम्पोर्टेड या इन्डियन या जहाँबाट पनि आएको, त्यो चकलेटहरूमा किनकि ड्युटी पनि धेरै हाई छ र कस्ट पनि धेरै हाई छ। त्यसलाई जतिसुकै भए पनि यदि नेपालमा उत्पादित तपाईँले मन पराउनुहुन्छ, नेपालको चकलेटहरू तपाईँले पाउनुहुन्छ भने, चाहे उद्योगमा होस्, बेकरीमा होस्, या तपाईँको घर दैलोमा जुन खाइन्छ, त्यसमा यदि नेपाली चकलेटहरू तपाईँले मनपर्ने कुराहरू पाइराख्नु भएको छ भने तपाईँले त्यसलाई पनि चुज गर्न सक्नुहुन्छ। किनकि नेपाली चकलेटहरूमा अहिले पनि भाउहरू त्यति नराम्ररी बढेको छैन जति कि विदेशी र इन्डियन चकलेटहरू नेपालमा आएर बिक्री हुन्छ। अनि यसमा धेरै केही यसको अप्सन पनि छैन। राम्रो चकलेट खानलाई राम्रै कोको पाउडर युज गर्नुपर्छ। हामीले आफ्नो सम्पूर्ण प्रडक्टहरूमा राम्रो एकदम इम्पोर्टेड कोको पाउडर नै युज गर्छौँ। त्यसले गर्दा अलिकति भाउ बढ्या पनि छ, बट नट टु द एक्सटेन्ट। अहिले पनि बेरेबल छ, रिजनेबल छ। हामीले यसलाई पनि लोवर रेन्जमा राखेका छौँ। हामीले कुनै पनि यसको एउटा अल्टरनेट देखेनौँ। राम्रो चिज यही कोको पाउडरबाटै बन्ने हो भन्ने कुरा हामी सम्झ्यौँ। धेरैजनासँग कन्सल्ट गरियो, के अप्सनल कुराहरू पनि ट्रायल गरियो, बट नथिङ सक्सिडेड। अब अहिलेलाई यही छ कि तपाईँहरू आफ्नो जे जति तपाईँलाई चाहिन्छ 3 महिना 4 महिनाको स्टकहरूलाई मेन्टेन गर्नुहोस्, त्यति मालहरू राखेर आफ्नो काम चलाउनुहोस्। जसरी पनि हामी पनि प्रयासरत छौँ तपाईँहरूको लागि चाहिने जति सामानहरू हामी विदेशबाट, भारतबाट मगाएर तपाईँको रिक्वायरमेन्टलाई पुरा गर्नलाई। बट इट विल स्टिल टेक सम टाइम। यसको रेटहरू बिस्तारै घट्दै जान्छ। डिसेम्बर 2025 पछि त्यतिसम्मलाई अलिक दुःख हुन्छ, आई अन्डरस्ट्यान्ड द्याट। तर उपाय पनि भएन। राम्रो चिज खानु छ भने अलिकति पैसा बढी तिर्नै पर्छ। अब चकलेटको अर्को भाउ बढ्नुको कारण फ्याट पनि हो। यो जति पनि स्पेसियालिटी फ्याट युज हुन्छ चकलेट्सहरूमा, त्यसको पनि भाउ अत्याधिक बढेको छ ड्यू टु यही धेरै जियो पोलिटिक्सले गर्दा। त्यसले गर्दा पनि चकलेटहरू महँगो भएको छ। फेरि हाम्रो नेपालमा चिनी पनि अत्याधिक महँगो छ। सबैतिरबाट चिनी नेपालमै